सकेसम्म हुनेसम्म भलो गर्नु पराईको, गरी बिगार अर्काको, बनिँदैन कसैनीको। हामी त स्वार्थी बनेछौँ। म हिजो आउँदै थिएँ महाराज व्यासजी, मलाई बडा दुःख लाग्यो। खेतभरि त्यो धान काट्नु भएको रहेछ। यो मिडियाबाट जो सुन्दै हुनुहुन्छ उहाँहरूले पनि सुनिदिनु होला। म आइराखेको थिएँ, धान कटाउनु भयो, धानभरि लिएर जानुभयो, अनि खेतमा आगो लगाइदिनु भयो। त्यो पराल राखेको थियो। कति गाई हाम्रा गौशालाका गाई भोके परिरहेछन् थाहा छ? त्यो गौशालामा पुर्याइदिउँ न कमसेकम गाउँवाला मिलेर। त्यो जलाउनु भन्दा त जलाउनाले त किराकिरी कति मर्यो त्यो खेतमा। त्यो अनाज तपाईँहरूको धेरै फल्ला भनेर नसोचे पनि हुन्छ। जीव हत्या हामीले उल्टा गरिरहेका छौँ। त्यो पराल जलाउनुको साटो कमसेकम हामीले त्यो पराल, यहाँ कामधेनु गौशाला छ, अगाडि नन्दनी गौशाला छ, कपिलवस्तुमा गौशाला छ, अगाडि चनौत्रामा छ, सुदूरपश्चिममा हालत खराब छ गौशालामा। एक मुठा पराल दिने व्यक्ति मान्छे छैन। खेती गर्दैनन् त्यतातिर, जङ्गलै जङ्गल छ। त्यो जलाएर के फाइदा? हामीलाई त उपाय छैन, कसले पुर्याउने भनेर भन्नुभयो। कसले पुर्याउनु त मिल्नुहोस्, 10 जना मिल्नुहोस्, हामी आएर लिएर जान्छौँ पराल भनेर भनेमा।